नमस्ते साथीहरु, मेरो नाम कुशल राई। यहाँहरुलाई हार्दिक स्वागत छ मेरो YouTube च्यानल कुशल राई व्लगमा। साथीहरु, आज चाहिँ हामी इजरायलले इरानलाई अपरेसन राइजिङ लायन किन गर्यो, इजरायलले अपरेसन राइजिङ लायन गर्नुको पछाडीको मकसद के हो र इजरायलले इरानलाई अपरेसन राइजिङ लायन गर्नुभन्दा अगाडि इजरायलले कतिवटा फ्रन्टमा वार लडिरहेको थियो, कोसँग लडिरहेको थियो र यो वार कहाँदेखि सुरु भयो, कसरी सुरु भयो भन्ने बारेमा हामी अलिकति आज स्टडी गर्नेछौं। यो भन्दा अगाडि जब इजरायल हमास, हुती र हेजबुल्लासँग लड्दै कसरी इरानसँग लड्नु पुग्यो त, र यसको लागि चाहिँ हामी अलिकति पछाडी फ्ल्याशब्याकमा जानुपर्ने हुन्छ। डेट 7 अक्टोबर 2023, टाइम 6 AM। इजरायलको साउदर्न भागमा नोवा म्युजिक फेस्टिभल भइरहेको हुन्छ बिहान 6 बजे 7 अक्टोबर 2023 मा। जब एकातिर इजरायलमा बिहानदेखि नै नोवा म्युजिक फेस्टिभल सुरु भइरहेको हुन्छ, गाजादेखि हमासको लडाकुहरू बुलडोजर र जेसीबी को मद्दत लिएर इन्टरनेशनल बोर्डर तोडेर इजरायल भित्र पस्छ। गाजादेखि हमासको लडाकुहरू जब इन्टरनेशनल बोर्डरको फेन्सिङ तोड्छ, उनीहरू सिधै आउँछ जहाँ नोवा म्युजिक फेस्टिभल भइरहेको थियो त्यो ठाउँमा आएर अन्धाधुन ताबडतोड गोलीबारी गर्न थाल्छ पब्लिकमाथि, जसमा 1200 भन्दा बढीको ज्यान जान्छ अन द स्पट र 250 जना भन्दा बढीलाई गाजामा बन्दी बनाएर लगिन्छ, जसमा नेपालदेखि एग्रिकल्चर सेक्टरमा काम गर्नुको लागि आएका हाम्रा साथीहरू 10 जनालाई पनि अन द स्पट सुट गरेर मारिन्छ र एकजना बिपिन जोशीलाई गाजामा होस्टेज बनाएर लगिन्छ। जब यो घटनाको खबर देशभरि एकै बिहानै फैलिन्छ, देशभरि अफरातफरीको माहौल हुन्छ। इजरायलको प्राइम मिनिस्टर बेन्जामिन नेतन्याहुले पनि वार घोषित गरिदिन्छ उति बेला नै। जब 7 अक्टोबर 2023 हमासले इजरायललाई एट्याक गर्छ, त्यसको भोलिपल्ट 8 अक्टोबर लेबननको मिलिटेन्ट ग्रुप हेजबुल्लाले पनि यो वार जोइन गर्छ। यहाँदेखि सुरु हुन्छ इजरायलको टु फ्रन्ट वार। एकतिर हमाससँग लडिरहेको हुन्छ गाजामा, अर्कोतिर लडिरहेको हुन्छ लेबननमा हेजबुल्लासँग। जब इजरायल दुईटा फ्रन्टमा वार लडिरहेको हुन्छ, त्यसबीचमा हमासको धेरै जस्तो मिड लिडरहरूलाई चाहिँ मारिसकेको हुन्छ, जसमा याया सिनवार, फतेह शरीफ, अली काराकी, मोहम्मद सुरुर, इब्राहिम अकिल, मोहम्मद नसिर, मोहम्मद डेफ, साले अल अरौरी जस्ता यो दुईटै मिलिटेन्ट ग्रुपको लिडरहरूलाई चाहिँ इजरायलले इलिमिनेट गरिसकेको हुन्छ। इजरायल जब दुईटा फ्रन्टमा वार झन्डै 8 महिनासम्म लडिरहेको हुन्छ, तब डेट आउँछ 31 जुलाई 2024, जसमा चाहिँ इरानको तेहरान भित्र हमासको लिडर इस्माइल हानियालाई मारिन्छन्, जसको बदलामा इरानले हाम्रो टेरिटोरी भित्र छिरेर इजरायलले हाम्रो ग्यासलाई मार्यो भन्दै 150 देखि लिएर 200 वटा बैलिस्टिक मिसाइल इजरायललाई एट्याक गर्न थाल्छ ताबडतोड इरानदेखि, जसमा इजरायलले पनि रिटालिएट गर्दै अब इजरायल पस्छ 3 फ्रन्ट वार, जसमा एकपट्टि हमास हुन्छ, अर्कोपट्टि लेबनन हेजबुल्ला हुन्छ भने अर्कोपट्टि इरान। तीनटा फ्रन्टमा इजरायल एक्लै लडिरहेको हुन्छ। त्यसमा डेट आउँछ 27 सेप्टेम्बर 2024, जसमा लेबनन स्थित हेजबुल्लाको लिडर हसन नसरल्लाहलाई एयर स्ट्राइकमा इजरायलले मारिन्छ। यहाँसम्म त इजरायल खाली 3टा फ्रन्टमा मात्रै लडिरहेको हुन्छ, तर फेरि अर्को डेट आउँछ 4 मई। यसमा हुती, यामानबाट हुती भन्ने ग्रुपले पनि यो वारमा एन्ट्री लिन्छ, जसमा ताबडतोड पावरफुल बैलिस्टिक मिसाइल यामानदेखि इजरायलमा हान्नु थाल्छ, लगातार हान्नु थाल्छ हुती ग्रुपले इजरायललाई। जहाँ एकपट्टि इजरायल एक्लै इरान, हमास, हुती र हेजबुल्लासँग लडिरहेको हुन्छ, अर्कोपट्टि केही खिचडी पाकिरहेको हुन्छ। जहाँ एकपट्टि एक्लै इजरायल 4वटा भन्दा बढी फ्रन्टमा वार लडिरहेको हुन्छ, त्यति बेला युएस को प्रेसिडेन्ट डोनाल्ड ट्रम्पले 60 दिनको न्युक्लियर नेगोसिएसन डिल दिएको हुन्छ इरानलाई, र जसरी ट्रम्पले इरानलाई 60 दिनको न्युक्लियर नेगोसिएसन डिलको डेट दिएको हुन्छ, उति बेलादेखि नै घडीमा काउन्टडाउन सुरु हुन्छ र यसमा डेट आउँछ 11 जुन 2025। यो डेट किन यति इम्पोर्टेन्ट छ भन्दा, जुन अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले 60 दिनको न्युक्लियर नेगोसिएसन डिलको डेट दिएको हुन्छ, 11 जुन 2025 मा आएर खतम हुन्छ, र जसरी राति 12 बजे टाइम चेन्ज हुन्छ, डेट चेन्ज हुन्छ, तब इजरायलले गर्छ
ऑपरेशन राइजिङ लायन। डेट 12 जुन 2025, टाइम लगभग 3:30 बजीतिर। सबैजना सुतिरहेको हुन्छ, अचानक मोबाइलमा एउटा अलर्ट मेसेज बज्छ। त्यो मेसेजमा भनेको हुन्छ एक्सट्रिम इमर्जेन्सी, र त्यसको केही मिनेट पछाडि सम्पूर्ण देशलाई थाहा हुन्छ कि इजरायलले इरानलाई अपरेसन राइजिङ लायनको तहत एयर स्ट्राइक गर्यो, जसमा 200 वटा इजरायली फाइटर जेट इरानभित्र घुसेर एयर स्ट्राइक गर्यो भन्ने न्युज सुनिन्छ। र त्यसै गरी पुरै इजरायलभरि रेड अलर्ट भइरहेको हुन्छ। त्यसै बेला बिहानको समयमा आइडिएफ यानी इजरायल डिफेन्स फोर्सको द्वारा एउटा प्रेस स्टेटमेन्ट जारी हुन्छ, जसमा 5 जना टप मिलिट्री कमान्डर्स र 20 जना भन्दा बढी अफिसियल्सहरूको डेथ भयो भन्ने प्रेस स्टेटमेन्ट बुझिन्छ, जसमा 3 जना मिलिट्री हेड र 2 जना सिनियर न्युक्लियर साइन्टिस्ट पनि मारियो यो एयर स्ट्राइकमा भनेर स्टेटमेन्ट आइडिएफले जारी गर्छ। र अब हामी लागौँ मुख्य पोइन्टतिर, किन इजरायलले इरानलाई अपरेसन राइजिङ लायन गर्यो त? यसको मेन रिजन हो इरान जस्तो कट्टर कन्ट्रीसँग कुनै पनि प्रकारको न्युक्लियर पावर हुनु हुँदैन। यहाँ यदि इरान न्युक्लियर पावर कन्ट्री भएमा इरानले इजरायललाई खुले धम्की दिएको छ कि हामी इजरायललाई वर्ल्डको नक्साबाटै मेटाइदिन्छौँ। तर हुनु त दुईटै इरान र इजरायलको एउटै मकसद छ, इन्टेन्ट र क्यापेबिलिटी, तर फरक। इरानको इन्टेन्ट र क्यापेबिलिटी के हो त? इरानको इन्टेन्ट न्युक्लियर पावर कन्ट्री हुने र इजरायलको इन्टेन्ट भनेको यही न्युक्लियर पावर कन्ट्रीलाई स्टप गर्ने। जुन 60 दिन न्युक्लियर नेगोसिएसन डिल खतम हुन्छ, अमेरिकाको प्रेसिडेन्ट डोनाल्ड ट्रम्पले फेरि 2 हप्ताको मेयाद थपिदिन्छ इरानलाई। जब यो 2 हप्ताको मेयाद पनि इरानको सुप्रिम लिडर खमेनीले सिधै रिजेक्ट गर्छ, तब आउँछ डेट 22 जुन 2025, टाइम बिहानीको लगभग 3 देखि 4 बजी। डियागो गार्सियादेखि अमेरिकाको आधुनिक B2 बम्बर फुल्ली लोडेड पस्छ इरानको 3टा न्युक्लियर साइटतिर, र अमेरिकाको आधुनिक B2 बम्बरले इरानको 3टा न्युक्लियर साइटहरूलाई, जसमा फोर्डो, नातान्ज र इस्फहान 3टै न्युक्लियर साइटलाई हिट गर्यो भन्ने बिहानै खबर मिडियाभरि फैलिन्छ। र यहाँ देखिन्छ इरानको जुन इन्टेन्ट थियो, यो इन्टेन्ट बिस्तारै खतम हुँदै गरेको र इजरायल भिक्ट्रीतिर लम्किँदै गरेको हामी देखिन्छौँ। जब बिहानै एकातिर B2 बम्बरले इरानभित्र हिट गर्छ, उति बेलै डोनाल्ड ट्रम्पको प्रेस कन्फरेन्स पनि रिलिज हुन्छ। Thank you very much. A short time ago, the U.S. military carried out massive precision strikes on the 3 key nuclear facilities in the Iranian regime: Fordow, Natanz, and Esfahan. Everybody heard those names for years as they built this horribly destructive enterprise. Our objective was the destruction of Iran's nuclear enrichment capacity and a stop to the nuclear threat posed by the world's #1 state sponsor of terror. Tonight I can report to the world that the strikes were a spectacular military success. Iran's key nuclear enrichment facilities have been completely and totally obliterated. र त्यसको केही छिनपछि इजरायली प्राइम मिनिस्टर बेन्जामिन नेतन्याहुले पनि डोनाल्ड ट्रम्पलाई थ्याङ्क यू भन्दै एउटा सानो भिडियो जारी गर्छ। Congratulations, President Trump. Your bold decision to target Iran's nuclear facilities with the awesome and righteous might of the United States will change history. In Operation Rising Lion, Israel has done truly amazing things. But in tonight's action against Iran's nuclear facilities, America has been truly unsurpassed. It has done what no other country on earth could do. History will record that President Trump acted to deny the world's most dangerous regime the world's most dangerous weapons. His leadership today has created a pivot of history that can help lead the Middle East and beyond to a future of prosperity and peace. साथीहरू, के इजरायलको जित निश्चय हो त? कमेन्ट बक्समा कमेन्ट गर्नु नबिर्सिनु होला। र हामी फेरि भेट्नेछौँ यस्तै इन्फर्मेटिभ भिडियोको साथमा। तबसम्मको लागि मलाई बिदा दिनु होला। नमस्ते।